हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अगेन। कस्तो हुनुहुन्छ तपाईँहरू? हेर्नुहोस् न यहाँको मौसम। मैले यस्तो ठाउँबाट आज मेरो भ्लग स्टार्ट गरिरहेको छु। म चाहिँ बसन्तपुरको चित्रे भन्ने ठाउँमा हिजो राति आएर हामी यहीँ बस्यौँ। एक दिन मात्र बसेको थिएँ म मेरो साथीको आफन्तमा। मलाई त मेरो आफ्नै परिवार जस्तै लाग्यो। अब चाहिँ हामी यहाँबाट बिदाई मागेर तेह्रथुमको थथर भन्ने ठाउँको डङडङेमा जानको लागि तयार हुँदैछौँ। हेलो गाइज, हामी चाहिँ अहिले बसन्तपुरबाट हुँदै डङडङे भन्ने गाउँमा आइसकेको छौँ। त्यो भाइले मलाई यहाँ पुरा यहाँ गाउँ घुमाउँदैछ। ल भाइ, तिम्रो नाम के हो? प्रिन्स। भ्लगमा केही भनिदेऊ न त। धेरैभन्दा धेरै लाइक शेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। अनि यो चाहिँ कता जाँदैछौँ त भाइ हामी अहिले? डुल्नको लागि। यता चाहिँ स्कुल छ कहाँ? यहाँ पर स्कुल छ। अहिले हुसुले त केही पनि देखेको छैन। यस्तो राम्रो ठाउँमा हामी आइपुगेको छौँ। फेरि साथीहरू हाम्रो टोलीहरू चाहिँ तलै छ र म चाहिँ यहाँ भाइसँग यसो टुर गर्नको लागि निस्केको। तलको त्यो बाटो बन्दै रहेछ। यो पनि मन्दिर छ त्यहाँ। ए यहाँ मन्दिर रहेछ। आजको हाम्रो बसाइ चाहिँ यही डङडङे भन्ने गाउँमा हुनेछ। र भोलि यहाँ हामी सबैजना जो आउनु भएको छ, मेरो साथीको काका साथी सबैजना यहाँनिर चाहिँ देवी थान पूजा भोलि छ। ल यहाँ देखिराख्नु भएको छ यो। म त पहिरो गएको होला भनेको त। भाइ यो के भएको अरे? यो चाहिँ बाटोको पिच हुनको लागि यहाँ चाहिँ ढुङ्गा फुटाएको। ए पिचको लागि चाहिँ यहाँ ढुङ्गा फुटाएको रहेछ डोजर ल्याएर। म चाहिँ अहिले यहाँ गाउँले जीवन बिताइरहेको छु। पुरा यहाँ गाउँमा डङडङे भन्ने गाउँमा आएको छु। हेर्नुहोस्, र नेपालमा के चाहिँ गर्न सकिँदैन। हेर्नु नि, अब यस्तो भिर पाखामा पनि पिच बन्दैछ। विकसित हुँदैछ हाम्रो देश पनि बिस्तारै। टाइम लाग्छ तर हुन्छ। बजेट आउनु पर्यो, जहाँ पनि बाटो चाहिँ बन्ने नि रहेछ। अहिले हेर्नुहोस् न यहाँको भ्यू। अब हामी कहाँ बाख्रा चराउनु जाने भाइ? ए भरे बाख्रा चराउनु पनि जाने आज, होइन त? डङडङे गाउँको यो चाहिँ यो तलतिर चाहिँ मगर गाउँ हो भने यता मासतिर चाहिँ तपाईँको गुरुङ गाउँ। यता मासतिर सबै यो साइडमा चाहिँ तपाईँको गुरुङ गाउँ। यता पर तपाईँले खै देख्नुहुन्छ कि न? हो त्यो पर देखेकोतिर चाहिँ कार्की गाउँ अरे। त्यतातिर चाहिँ यस्तो छ है गाइज। अब यी पानी पनि पर्ला पर्ला जस्तो छ। अघिसम्म यस्तो मजाले घाम लागिरहेको, एकैछिनमा कुहिरो पनि लागिसक्यो। यहाँको मौसम त भन्नै नसकिने। एकैछिनमा पानी पर्छ, एकैछिनमा हुसु लाग्छ, एकैछिनमा भाइले मलाई ऐसोले टिपेर पनि ल्याइदिएको है। खै लिएको छुइनँ, खाइदिउँ है त। मैले चाहिँ अहिलेसम्म ऐसेलु पनि खाएको छुइनँ र यो मेरो पहिलोचोटि ट्राई गर्दैछु ऐसेलु। अमिलो अमिलो हुँदो रहेछ, मिठो रहेछ। फर्स्ट टाइम मैले ट्राई गरेँ। यो पानी के भएर अमिलो भएको? पानी परेर क्या, नत्र गुलियो हुन्छ। ए पानी परेर चाहिँ यो चाहिँ अमिलो भएको अरे। ऐसेलु पनि पहिलोचोटि यता छ थर आएर खायो। फेरि यता डाँडातिर फेरि घुम्न आयौँ। यहाँनिर देखेछ, यहाँ छ ऐसेलु। मिठो पो हुँदो रहेछ हौ। केटाहरू छ खै त्यहाँ के छ अरे? बोक्सी काँडा के छ अरे ब्रदर? त्यहाँ बोक्सी काँडा? यो चाहिँ बोक्सी काँडा अरे। मैले त एउटा लौरो ल्याएर आइँदैछ। जङ्गलै जङ्गल। यो चाहिँ हामीले आउँदा आउँदै बाटोमा देख्यौँ। लाइक काइन्ड अफ स्ट्रबेरी छ। यसको नाम के अरे ब्रदर? स्ट्रबेरी नै हो, क्रस गरेर बनाएको हुन्छ नि ठुल्ठुलो। एसीबाटै क्रस गरेर। यसको नाम चाहिँ के हो? हामीले चाहिँ यसलाई स्ट्रबेरी जस्तै भनेको थियौँ, तर यो चाहिँ यसो बुझ्दा चाहिँ भुइँ ऐसेलु भनेर पनि भन्दो रहेछ। अब मैले चाहिँ त्यहीँ गएर थाहा पाएको भुइँ ऐसेलु भनेर। अब खै यसैलाई क्रस गरेर स्ट्रबेरी बनाएको पनि भन्नुहुन्छ ब्रदरले। अब एक्ज्याक्टली मलाई चाहिँ थाहा भएन। तपाईँहरूलाई थाहा छ भने चाहिँ कमेन्ट गर्नु होला है त। रहेछ, मिठो रहेछ। हेर्दै तपाईँको स्ट्रबेरी जस्तै छ। त्यहाँ ठुलो छ, यहाँ हाल्नु न। हेर्दै स्ट्रबेरी जस्तै छ। जडीबुटी खन्दैछौँ। यो खायो भने चाहिँ यस्तो हुँदो रहेछ यसको पात। तर यसको जरा खायो भने चाहिँ खोकीहरू चाहिँ एकदमै निको हुने रहेछ। यहाँ ब्रदरले मलाई भन्नुभएर मेरो आमालाई पनि खोकी लागेको त निकै भएर मैले यहाँनिर निकालौँ त यो पनि लगौँ भनेर ब्रदरलाई भनेको। ब्रदरले पुरा पहल गरिराख्नु छ। केही नभेटेर ऊ त्यो यसले यहाँनिर खन्दै हुनुहुन्छ। लु निकाली पनि हाल्नु भयो त। यही चाहिँ खानुपर्ने हो।
भन्दा भन्दै यो जरा पनि निस्किहाल्यो। अब यो चाहिँ गएर म मेरो आमालाई पनि दिनेछु। हेरौँ के कतिको यसले काम गर्दो रहेछ। हाम्रो यो अर्ग्यानिक जडीबुटी हाम्रो ब्रदरले पुरा निकालिदिनु भयो, अर्को पनि खोज्दै हुनुहुन्छ। एकदमै राम्रो हुन्छ भनेर भन्नुभयो। उहाँ त यतै अब हुर्किनु भएको, यतै जन्मिनु भएको होइन, यतै हुर्किनु भएकोलाई सबै थाहा हुन्छ। अब गएर म मेरो आमालाई दिनेछु है त। यो के कस्तो हुन्छ रिजल्ट म तपाईँहरूलाई भनेछु। बोट चाहिँ तपाईँको यस्तो हुँदो रहेछ। यसको चाहिँ जरा निकालेर चाहिँ खोकी लागेकोले खानुपर्ने रहेछ। यो चाहिँ पहिला हाम्रो बुढापाकाहरूले चाहिँ यस्तै खाएर न हुर्किनु भयो। पहिला त दबाईहरू केही थिएन होला। खै दाजु देखाइदिनुहोस् त। यस्तोमा हुँदो रहेछ। दामी नि सुँगुरको मासुमा होइन। हामीहरूले झ्याउ खोज्दा खोज्दै यति चाहिँ हामीले भेला पारेको थियौँ। यसलाई याङबेङ पनि भन्छ है त। मैले पहाडतिर आएर याङबेङ पनि कहाँ फल्दो रहेछ त्यो पनि देखेँ होइन। अनि भुइँ ऐसेलु पनि खाएँ, ऐसेलु पनि खाएँ, बुढो ओखती पनि देखेँ, बोके टिमुर पनि देखेँ, अनि बोक्सी काँडा पनि देखेँ। मलाई चाहिँ पहाडको जीवन एकदमै रमाइलो पो लाग्यो। धेरै कुराहरू सिक्न पनि पाएँ, देख्न पाएँ, नयाँ कुराहरू खाएँ। अनि अब हाम्रो भोलिको भ्लगमा चाहिँ देवता थान पूजा कसरी गरिन्छ भनेर म भ्लगमा देखाउने छु है त। मेरो भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै 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 धन्यवाद। डु नट फर्गेट टु लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब।